ओ साथी, अस्ति तैँले त्यो मन दुख्दाखेरि खाने दबाई के हो भनेर सोध्दै थिइस् नि मलाई। मैले चाल पाएँ त्यो दबाईको नाम। के हो त्यो दबाईको नाम चाहिँ फेरि? सेन्ते हो, सेन्ते। रक्सी एक हान्दे त आम्मै, मन सन् दुखेको त नि पाक्कै जाती हुँदो रहेछ एकैछिनमा। के पो भन्छ होला भनेर त सेन्तेरियम पो हुनु रहेछ। हेर साथी, तँलाई अब सम्झाएको जस्तो हुन्छ, ठुलो कुरा जस्तो हुन्छ हो। यो सेन्ते भयो, तेरो रक्सी सक्सी भयो, यताउता हाबीजाबी जुनै पनि कुरा होस्, जुन चाहिँले चाहिँ तेरो मुड अल्टर गर्छ होइन, त्यस्तो कुराहरूले चाहिँ नि त्यो मन दुखेको चाहिँ तँलाई कस्तो लाग्छ भन्दाखेरि चाहिँ एक दुई दिन चाहिँ तँलाई मन दुखेको हरा जस्तो लाग्छ, मजा आउँछ क्या है। अनि एक दुई दिन पछाडि जब बिस्तारै बिस्तारै खाँदै जान्छस् होइन, त्यसमा त भिज्दै जान्छस्, अनि तँलाई कस्तो खालको फिल हुन्छ भन्दा त्यो खाँदै पछाडि त झन् धेरै बेसी मन दुख्छ। त्यहाँबाट बिस्तारै 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 खाँदै जान्छस् होइन, त्यहाँदेखिको तँलाई बानी हुँदै जान्छ। हेर साथी, बिस्तारै बिस्तारै त यस्तो अवस्थामा पुग्छस् कि साथी, तेरो मन सन दुख्नुको कुरा छोडिदे, तँलाई लगेर जलाउँदाखेरि पनि तँलाई फिल नै हुँदैन। त्यो अवस्थामा पुऱ्याइदिन्छ है साथी, त्यो अवस्थामा पुऱ्याइदिन्छ। यस्तो बित्था बित्थाको कुराहरू खाएर चाहिँ मन दुखेको हराउँछ भनेर सोच्छस् भने चाहिँ नि त्यो चाहिँ बित्थाको हो, बुझिस्।